नमस्ते। मतदाता नामावलीमा नाम दर्ता गर्नुभयो कि तपाईको पहिलेदेखि नै नाम दर्ता छ? यदि छ भने चाहिँ तपाईले पनि मैले जस्तै आफू मतदानको लागि योग्य भएको समयदेखि हालसम्म भएका सबै निर्वाचनहरूमा मतदान गर्नुभयो होला भन्ने आशा छ। मैले चाहिँ आफू मतदानको लागि योग्य भएको उमेरदेखि हालसम्म भएका एउटा बाहेक सबै निर्वाचनमा मतदान गरेको छु। एउटा निर्वाचनमा चाहिँ मेरो विधा नमिलेको कारणले मैले भोट हाल्न जान पाएको थिइनँ। यदि तपाईको चाहिँ अहिलेसम्म मतदाता नामावली छैन भने चाहिँ तपाईले अहिलेसम्म एउटा पनि निर्वाचनमा भोट हाल्ने अवसर पाउनु भएको छैन। मतदाता नामावलीमा नाम दर्ता गर्नु र भोट हाल्नु भनेको चाहिँ यो देशप्रतिको हामी नागरिकको कर्तव्यको रूपमा पनि बुझ्दछु मैले। यदि तपाईले चाहिँ अहिलेसम्म भोट हाल्नु भएको छैन, नामावलीमा तपाईको नाम नै छैन भने चाहिँ अब 10 दिन मात्रै बाँकी छ नामावलीमा नाम दर्ता गर्नको लागि। पछिल्लो आन्दोलनपछि चाहिँ सरकारले 2 महिनाको समय दिएर निर्वाचन आयोगले चाहिँ नामावलीमा नाम दर्ता गर्नको लागि छुटेका व्यक्तिहरू र पछिल्लो समय उमेर पुगेका व्यक्तिहरूको लागि विशेष गरी फोकस गरेर चाहिँ नाम दर्ता गर्ने समय छुट्याएको थियो। त्यो समय अब 10 दिन मात्रै बाँकी छ। यो नाम दर्ताको लागि समय खुल्ला भइसकेपछि चाहिँ धेरै मान्छेहरूले चाहिँ तपाईलाई नामावलीमा नाम दर्ता गर्न कहाँ जाने, के लिएर जाने, कसरी गर्ने भन्ने इन्फर्मेसनहरू दिइसक्नुभयो। यो भिडियोमा चाहिँ म तपाईसँग चाहिँ किन त मतदाता नामावलीमा नाम दर्ता गर्ने, हामीले किन भोट हाल्ने भनेर केही पोइन्टहरू, मलाई आफूलाई लागेको पोइन्टहरू चाहिँ म सेयर गर्न खोज्दैछु। सबैभन्दा पहिला त तपाईले मतदान गर्नु भनेको चाहिँ वा मतदाता नामावलीमा नाम दर्ता गर्नु भनेको यो देशप्रतिको एउटा जिम्मेवार नागरिक हुनुको कर्तव्य पनि हो। मतदानको अधिकार चाहिँ हाम्रो अधिकार मात्रै नभएर कर्तव्य पनि हो भन्ने हिसाबले बुझ्दछु मैले। अर्को भनेको चाहिँ मतदाता नामावलीमा नाम दर्ता गर्नु र भोट खसाल्नु भनेको चाहिँ हामीले योग्य उम्मेदवारलाई चुन्नु पनि हो नि त। तपाईलाई मन परेको उम्मेदवार, मन परेको पार्टीको उम्मेदवार वा स्वतन्त्र उम्मेदवार जो हुन सक्छ, संघीय निर्वाचनमा, प्रदेशको निर्वाचनमा र स्थानीय तहको निर्वाचनमा चाहिँ तपाईले भोट गरेर चाहिँ आफूलाई मन परेको वा चाहिँ यो मान्छेले काम गर्न सक्छ भन्ने विश्वास भएको मान्छेलाई चाहिँ जिताउन सक्नुहुन्छ। त्यसकारण पनि तपाईको मतदाता नामावलीमा नाम दर्ता हुनु चाहिँ जरुरी छ। अर्को भनेको चाहिँ तपाईले जनप्रतिनिधिहरूलाई प्रश्न गर्ने आफ्नो हैसियत बनाउनको लागि वा त्यो अधिकार राख्नको लागि चाहिँ भोट हाल्नुपर्छ भन्ने मलाई लाग्छ। जब हामी भोट नै हाल्दैनौँ वा देशप्रतिको कर्तव्य निर्वाह नै गर्दैनौँ भने जनप्रतिनिधिहरूलाई प्रश्न गर्ने अधिकार पनि कमै राख्छौँ होला जस्तो लाग्छ। त्यसकारणले चाहिँ आफूले मतदान गरिसकेपछि ती प्रतिनिधिहरूलाई हामीले पछि पनि प्रश्न गरिरहन पाउँछौँ कि मैले यो विश्वासले तिमीलाई मतदान गरेको थिएँ, खै त विकास भएन, खै त सुशासन आएन वा नागरिकको जीवनस्तर त सुध्रिएन नि भनेर हामीले चाहिँ चाहे संघीय सांसद हुन्, चाहे प्रदेशका सांसदहरू हुन् वा स्थानीय तहका नगर, गाउँ र वडाका प्रतिनिधिहरू हुन्, उनीहरूलाई प्रश्न गर्ने अधिकार राख्दछौँ। आज मात्रै मैले मध्य प्रदेशको एकजना महिला भेटेको थिएँ। उहाँ दलित समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले मलाई सुनाउनु भयो कि अघिल्लो स्थानीय निर्वाचनमा उहाँ वडा सदस्य, दलित महिला वडा सदस्यमा उठ्नुभएको थियो तर पराजित हुनुभयो र उहाँले मलाई भन्नुभयो कि म्याम म फेरि आउने निर्वाचनमा चाहिँ उठ्छु भनेर। त्यस पछाडि अझै धेरै मेरो मनमा चाहिँ कस्तो लाग्यो भने ओहो, हामीले चाहिँ त्यस्ता मान्छेहरूलाई जिताउनको लागि पनि मतदान चाहिँ गर्नु नै जरुरी छ। अहिलेको हाम्रो यो व्यवस्थाले दिएको एकदमै सुन्दर के भन्ने उपहार भन्ने वा चाहिँ यो व्यवस्थाको सुन्दर पक्ष भनेकै दलित, महिला, युवा, जनजाति हैन, सबै मुस्लिम, मधेसी सबैको प्रतिनिधित्व हुने गरी चाहिँ हामीले निर्वाचनमा भोट हाल्न पाउँछौँ वा हामीले त्यस्ता प्रतिनिधिहरू चाहिँ चुन्न पाउँछौँ। ती व्यक्तिहरूलाई जिताउनको लागि जसले धेरै पैसा खर्च गर्न सक्दैनन् वा मतदानलाई किनबेचको रूपमा गर्न सक्दैनन् वा पैसा बाँडेर चुनाव जित्न सक्दैनन्, ती मान्छेहरूलाई, ती योग्य मान्छेहरूलाई, आफ्नो समुदायको लागि नेतृत्व गर्न चाहिरहेका समुदायका मान्छेहरूलाई जिताउनको लागि पनि हामीले चाहिँ मतदान गर्न एकदमै जरुरी छ भन्ने झन् धेरै मलाई महसुस भयो। त्यो भइसकेपछि चाहिँ अर्को भनेको चाहिँ यो देश वा यो नगर, वडा, आफ्नो क्षेत्र विकासको लागि तपाईँ एउटा पार्ट बन्नको लागि पनि तपाईले चाहिँ निर्वाचनमा मतदान गर्नुपर्ने हुन्छ हैन। किनभने नीतिगत रूपमा चाहिँ वा 5 वर्षसम्म रहेर एउटा प्रतिनिधिले वा एउटा मेयरले काम गर्ला, तर त्यो काम गर्नको लागि योग्य व्यक्ति छान्ने भनेको चाहिँ निर्वाचनबाट नै हो नि त। त्यसमा त हामी जनताको भूमिका एकदमै धेरै महत्त्वपूर्ण हुन्छ जस्तो मलाई चाहिँ लाग्छ। त्यसकारण चाहिँ आफ्नो देश विकासको, नगर, वडा वा पालिका विकासको लागि सहयोग पुर्याउनको लागि मतदान गरौँ। मतदान गर्नको लागि चाहिँ मतदाता नामावलीमा नाम दर्ता हुन आवश्यक छ। तपाईले निर्वाचन आयोग नेपालको फेसबुक पेजमा, वेबसाइटमा गएर कसरी नाम दर्ता गर्ने भन्ने चाहिँ बुझ्न सक्नुहुन्छ डिटेलमा।